ल है अघिल्लो भिडियो चाहिँ मैले सामानको विषयमा बनाएको थिएँ। अहिले चाहिँ काम प्लम्बिङ हाउसबाट काम गर्ने टेक्निसियन पनि उपलब्ध हुन्छ है। ल केटाहरू यस्तो अप्ठ्यारोमा पाइप यो युनिभर्सल बोर्डिङको बिल्डिङमा पाइप छतको पानी जाने पाइप र ग्यासको पाइप फिट गर्दैछ। यस्तो अप्ठ्यारोमा क्ल्याम हानिरहेको छ है। क्ल्याम केटाहरू ढालबाट निक्लेर गइरहेको छ है। अब यहाँ पाइपहरू फिट कसरी हुन्छ भनेर म देखाउँछ है। ल यो पाइप गयो माथि। अहिले जुन तिनीहरूले केटाहरूले क्ल्याम हानिरहेछ त्यो पाइप ग्यास यो भित्रपट्टि यो कोठामा सेप्टेन्की बाहिर ग्यास पाइप, यो छतको पाइप क्ल्याम हानिरहेछ तिनीहरूले केटाहरूले। अब म यहाँबाट हेरिहाल्छु फेरि मलाई केटाहरूले सानो खसालिदिन सक्छ। सेफ्टिङ गयो उता टोइलेटको पाइप आएर यो छतको पाइप उता जाने भयो। केटाले सानो इन्ची टेप हेरिरहेको छ मेजरमेन्ट टेप। क्लास चलिरहेछ, ट्युसन पढाइ भइरहेछ। ल टोइलेट, यो टोइलेट है। यो भित्र टोइलेटको पाइप, यो यता यो युरिनलको र बाथरुमको पाइप सानो 75 mm को, यता 110 र 75 mm युरिनल र टोइलेटको यसरी क्ल्याम हान्दै फुटाएर क्ल्याम हान्दै ल फिट गऱ्यो। यता यो सेतो CPVC पाइप चाहिँ धाराको पाइप यसरी फिट भएको छ युनिभर्सल बोर्डिङमा। प्लम्बिङ हाउसबाट सामान मात्रै नभइकन काम गर्ने टेक्निसियन पनि उपलब्ध हुन्छ। म यहाँ कन्ट्याक्ट नम्बर राखिदिन्छु। कसैलाई टेक्निसियन चाहियो, धारा बिग्रियो, टेक्निसियन पाइएन भने नि सम्पर्क गर्नुहोला। सामान चाहिएन, टेक्निसियन चाहिएन, नयाँ फिटिङ गर्नु पर्यो, पुरानो फिटिङ गर्नु पर्यो भने जस्तो सुकै काम पनि केटाहरूले गरिदिन्छ।